ल साथीहरु, पहाडको एकदम अर्ग्यानिक खाना आयो। एकदम अर्ग्यानिक खाना तपाईको यो पौष्टिकले भरिपूर्ण, पौष्टिक भिटामिन क्याल्सियम यो विभिन्न तत्त्वहरु जति हुन्छ तिन सबले भरिपूर्ण भएको चीज यो पहाड पाइने। र यसलाई समाते पनि यसबाट करेन्ट पनि लाग्छ र यो विभिन्न औषधीय गुण पनि हुन्छ यसमा। र खाँदाखेरि मिठो पनि हुन्छ, पोसिलो पनि हुन्छ। यसको नाम हो सिस्नो। तपाईको गाउँतिर हुन्छ कि हुँदैन? हुन्छ भने कमेन्ट गर्नु होला। यसलाई सुकाएर पनि खान सकिन्छ। जब यो फुल्यो भने यस्तो हुन्छ यसको फुल। यसको यो फुलहरु हो। र यसलाई टक्क टिपेर पहिला पानी उबालेर पानीलाई बोइल गरेर अनि एकचोटी यसलाई फेरि पानी फालेर अनि टिमुर हालेर नुन, खुर्सानी, हरियो खुर्सानी, टिमुर आहा त्यो सब हालेर एकदम मजाले खुरेर यसको चाहिँ ग्रेभीदार बनाउनु पर्छ क्या। अनि बल्ल फेरि ढिँडोसँग अथवा मकै रोटीसँग यस्तो दामी हुन्छ। तपाईँ कति साथीहरूले खानुभयो होला, खाएको अनुभव त होला। स्वाद त्यतिकै मिठो र पोसिलो पनि त्यतिकै। चाहिन्छ भने भन्नु होला है साथीहरु, हाम्रो गाउँमा त यो प्रशस्त भेटिन्छ। अहिले म यता सिस्नो घारीतिर आइराखेको छु।